विपिनको शवलाई त्यो कफिनबाट निकालेर लैजाने भनेर परिवारको आफन्तहरूले निकालिराख्नु भएको छ। विपिनको घरमा वयोवृद्ध हजुरआमा छिन् र उनलाई विपिनको बारेमा जानकारी नदिने उद्देश्यले यो कफिनबाट सब अब जो कंकाल छ त्यो निकाल्न काम भइरहेको छ भित्रै र त्यसपछि त्यो सबलाई महाप्रस्थान यान जुन धनगढीका नगर प्रमुख र उनका दुईजना भाइले सञ्चालन गर्नुभएको छ। त्यसमार्फत विपिनको घरमा अहिले नै त्यो सब लैजाने हो। आज सडक मार्गबाट महाप्रस्थान यानमा राखेर सब विपिनको घरमा लगिने र त्यसपछि भोलि बिहान 8 बजे महाकाली नदी किनारमा रहेको भुजेला घाटमा विपिनको अन्त्येष्टि गर्ने योजना रहेको छ भनेर उनको आफन्तले बताएका छन्। दुई वर्षसम्म विपिन जीवितै छन् र जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने आशामा विपिनको परिवार रहेको थियो र केही दिन अगाडि मात्रै विपिन जीवित नरहेको जुन खबर सार्वजनिक भएको थियो त्यसपछि उनको परिवार मर्माहत भएको थियो। आफन्तहरू सबै नेपालीहरूले विपिनको लागि प्रार्थना गरेको थियो तर दुर्भाग्य भन्नुपर्छ उनको ज्यान धेरै पहिले नै गइसकेको भन्ने कुराहरू तथ्यहरू सार्वजनिक भएका छन्। परिवारको एक्लो छोरो उनको एकजना बहिनी छिन् र आमा बुवा र एकजना हजुरआमा विपिनको घरमा रहनु भएको छ। त्यो बाकसमा जुन कंकाल छ त्यसलाई निकालेर अन्त्येष्टिका लागि लैजाने भनेर परिवारका सदस्यहरूले स्काई ट्रकभित्र हुनुहुन्छ।